आज चाहिँ यो यसो हल्का बिचतिर यसो घुम्नु अब बेलुका राति अनि यहाँको नजारा चाहिँ यसो हेर्नुहोस्। मलाई जहाँसम्म लाग्छ यो चाहिँ एकदम खुबसुरत रातिको भ्यू आजमान बिच। आज हामी दुईजना दाजुभाइ यसो हल्का वकिङ प्लस रुममा बस्दा बस्दै बोर लागेर चाहिँ निस्केको। अनि हेर्नुहोस् कस्तो सही बनाएको छ आजमान एरिया। अनि अहिले चाहिँ अलि हावा चल्यो भने चाहिँ यसको साउन्डमा अलिकति गडबड आइरहेछ, अलिक खारो आइरहेछ। अनि त्यही भएको कारणले चाहिँ मैले साउन्डलाई चाहिँ अलिक उ गर्दै जान्छु होइन। अनि हेर्नुहोस् न ल, रातिको भ्यू साँच्चै नै राम्रो छ। अहिले चाहिँ यो नयाँ बनाउँदै गरेको आजमानको बिच एरिया हो। यहाँ वकिङ, रनिङ, साइक्लिङ सबै गर्न मिल्ने बनाएको छ यिनीहरूले। अनि अहिले चाहिँ यहाँ यो हेर्नुहोस् त, यो यतापट्टि यो यहाँदेखि चाहिँ वकिङ गर्दै गर्दै पर समुद्रको विषण बनाएर यो ट्र्याक चाहिँ यो रातो ट्र्याक चाहिँ के भन्छ यसलाई वकिङ ट्र्याक हो प्लस रनिङ ट्र्याक। उनीहरूले यहाँनिर मिटर सिटर सबै बनाएको छ, किलोमिटर कति किलोमिटर दौड्यो भनेर। साइकल ट्र्याक पनि बनाएको छ है यहाँ, किलोमिटर सबै हालेको छ। रनिङ गर्ने ठाउँ बनाएको चाहिँ 100 किलोमिटर कहाँसम्म छ हेरौँ त राइडको नजारा होइन त। यस्तो हुँदैछ विकास, यसलाई भन्छ विकास, असली विकास। हेरौँ एरोप्लेन पनि उडिरहेको छ ल, नजारा हेरौँ रातको नजारा होइन त। राति यस्तो छ आजमानको बिच साइडमा, के कमी छ र पहिला आजमान भनेर यहाँ पुरा मेन्सन गरेको। पछि यसमा लाइट हाल्छ होला सिस्टम। रात्रिकालीन जीवन अझै हाम्रो घुमाइ सकियो। यो हाम्रो भाइसँग आएको, अब यो भाइको गाडीमा ढुक्क बसेर होइन रुमतिर लागिन्छ अब होइन त। स्थिति यहाँबाट एक्जिट लिनु त होला होइन। रिफ्लेक्सन आएको भाइ ठिकै छ। यसलाई चाहिँ यो राउन्ड अबाउटलाई चाहिँ पोर्ट राउन्ड अबाउट भन्छ क्यारे। नजारा कहाँबाट कहाँ आइपुग्यो त ल। आज यो के भइरहेछ, अहिले चाहिँ हामी यो सिग्नलतिर छौँ।
बसे ओहो अरू पानी पनि आयो अब पानी पिउँदै होइन पि म खोलिदिन्छु बन्द समातिदिन्छु ल हामी चाहिँ आइपुग्यौँ है ल हेरौँ यो पुरा ब्रिज चढेर र तर अलिकति यो सिसा अलि राम्रो भइरहेको छैन हेर्नुहोस् कति राम्रो छ है हेरौँ यहाँको यहाँ क्लक टावर पनि छ यहाँ बिल्डिङको माथि घडी राम्रो देखिँदो रहेछ मुसाले काटे पछाडि पानी हालेकै छैन होला के अरे त्यो पाइप हालेपछि